आज भेलरको 9 दिन हो र आज चाहिँ म बिहानै उठेर अम्बुर जानुको लागि यहाँ माथि बाट चाहिँ 100 रुपियाँ अरे अटो बस स्ट्यान्ड जानु र म चाहिँ यहाँ तल यहीँबाट जान्छ अरे यहाँ तलबाट हाइवेबाट त्यहीँतिर अटो सोध्नु पर्यो कति लिन्छ होला। अम्बुरमा चाहिँ छाला इन्डस्ट्री छ अरे त्यहाँनिर छालाको सामानहरू पाउँछ अरे अन्त चाहिँ त्यहाँ जाँदैछु म। 50 किलोमीटर यहाँ से अम्बुर बस में ऑटो में डायरेक्ट जाने से कितना लगेगा? ऑटो में हाँ आना जाना 1500 अम्बुरको बस पाएँ अब चाहिँ यहाँबाट बसमा जाँदैछु। बसमा साह्रै हल्ला भएको कारणले चाहिँ मैले भोइस ओभर गरिरहेको छु र विशेष आज म अम्बुर जानुको कारण चाहिँ त्यहाँनिर एकदमै सस्तो लेदरको ज्याकेट र ब्याग पाउँछ अरे र एकदमै ओरिजिनल पनि पाउँछ अरे। त्यही भएर ढाडगाउँ चर्चको बडाले पनि लेदरको ब्याग छेमालाई पठाउनु भएको थिएछ र ब्याग किन्नु बडाको लागि ब्याग किन्नु साथै म पनि त्यहाँनिर ज्याकेट एकदम राम्रो र सस्तोमा पाएँ भने ज्याकेट पनि ल्याउँ भनेर जाँदैछु र यहाँको नजाराहरू चाहिँ यो खालको छ। यो माथिको डाँडाहरू हेर्दा चाहिँ प्लेनमा छुइनँ जस्तो लाग्छ तर यहाँको तापमान चाहिँ 40 डिग्रीहरू पुग्दो रहेछ। बसमा चाहिँ एकदमै हिँड्नु साह्रो पर्दो रहेछ तर यहाँको बसको स्पिड चाहिँ झन्डै 100 किलोमिटर प्रति घन्टा भएको कारणले चाहिँ एकदम हावामा चाहिँ एकदम मजा आइरहेको छ। यही ऋतु यही महिना यही दिन फर्केर आए तापनि यो क्षण यो पलहरू चाहिँ कहिले पनि फर्केर आउँदैन। त्यसै कारण यो पलहरूलाई चाहिँ मैले एउटा इन्जोयको रूपमा क्याप्चर गरिरहेको। अब चाहिँ अम्बुर आइपुगेँ। यहाँनिर लेदरको दोकानहरू चाहिँ यहाँदेखि अलिक भित्र देखाउँदैछ लोकेसनले र म त्यतै जाँदैछु। अब हेरौँ के कस्तो पाउँछ। यो अम्बुर चाहिँ मैले चाहिँ ठुलो नै बजार सम्झेको थिएँ तर त्यत्रो ठुलो बजार चाहिँ होइन रहेछ। यहाँ चाहिँ सानो सानो गल्लीहरू मात्रै देख्दैछु। बजार पनि एकदम सानो लाग्दैछ। के कसो चाहिँ हेरौँ यो भित्र पसेर अन्त मात्रै चाल पाउँछ। म देखाउँछु तपाईँहरूलाई। यहाँ मलाई यो बहिनीले पछाएको छ कुनै के किन्नु भन्छ हो के भन्दै कुनै के किन्दै हुँदैछ म पनि लाग्दैन हुँदैछ गइहाल्यो। यहाँबाट टर्न गरेँ अब राइट के भन्छ आज राइट भन्छ त अब लोकेसनले चाहिँ यहीँ देखाउँदैछ अम्बुर लोकेसनले चाहिँ यहीँ देखाउँदैछ लेदर इन्डस्ट्री तर यहाँ त त्यस्तो ठुलो मात्र देखिनँ सायद यहाँनिर लेदरको ज्याकेटहरू छ। स्टेसन लाइट एकैछिन ल म सोध्नु पऱ्यो यहाँनिर लेदरको ज्याकेट लेदर सुट यहाँबाट ए सर थ्याङ्क यू सर ओके यहाँदेखि राइटै हुँदै थियो नि राइट हुँदै थियो म त अलिकति कन्फ्युजन भएँ। जानुपर्ने चाहिँ लेदर यहाँबाट चाहिँ हो यहाँ सुपर यहाँ पाइहाल्छ इन्डस्ट्री यहीँबाट साइज जान्छ होला र म जाँदैछु। खासै गरी यहाँ चाहिँ म बडाकै लागि आएको मेरो लागि भन्दा पनि बडाले ब्याग पठाउनु भएको थियो अरे त्यसले गर्दा मात्रै आएको। अब हेर्नु कस्तो पाउँछ कति सस्तो पाउँछ। एरो लेदर यहीँ रहेछ ल म आइपुगेँ। अब हेर्छु त्यहीँ कस्तो हुन्छ त्यहीँ बात गर्छु। 3000 भन्दैछ यसको दाम तर अलिकति ठुलो लाग्यो मलाई यो अलिकति ठुलो लाग्यो। लास्ट टाइम 3000 अरे 2-3 जग्गा हेरिसकेँ कहीँ पनि राम्रो छैन।
मतलब मलाई उयो गर्नै आएन ओ यहाँ हेर्नु पर्यो यहाँनिर आउँछ होला सायद यहाँनिर छ भन्दैछ पुरा चिसो लाग्यो पानी पहिला किन्नु पऱ्यो पानी किनेर पानी खाएर मात्रै ज्याकेट हुनु जान्छ भाइ पानी दिजिए न पानी ठन्डा ठन्डा कितना 20 रुपियाँको पानी खाल्थ्यो पहिला त्यहीँ मात्रै यहाँ त केरा पनि रातो यो रातो खालको केरा पनि पाउँछ मैले अस्ति लिएको यो रातो खालको पाउँछ केरा पनि कस्तो हुन्छ पनि खानु चाहिँ दोकानमा जाँदा भित्र बस्दा चप्पल पर्दो रहेछ यहाँ होइन अरे तालामाथि रहेछ यहाँ चाहिँ यस्तो लजेको ज्याकेट चाहिँ यहाँ रहेछ नि त भाइ ज्याकेट 3 बज्नु 25 भयो अब चाहिँ निस्केको ज्याकेट पनि किन्यो एउटा बडाको लागि ब्याग किनिदिएँ 1600 मा अब घर लाग्ने यहाँको घाम म त भोक लाग्यो भोक के खान्छ पुरा खानु पर्यो खाजा खानु मन लाग्यो मलाई मैले चाहिँ बिरयानी खाने विचार गरेँ 80 रुपियाँको छेमाहरूलाई यहाँ बाहिर खाने किन्नुपर्छ बिरयानी खानु आएको छु यहाँनिर मेरो लागि बिरयानी आएर आएको छ अब बिरयानी पनि यहाँ मगाएको छु यो दुइटाको 50 रुपियाँ 60 रुपियाँ अरे आज चाहिँ बाहिरको खाना खाइदिएको खाएँ हस्पिटलबाट आउँदा ढिलो भयो र 6 बजीतिर 5:30 6 बजीतिर पर बजार आइपुगेको थिएँ फोर्ट क्याम्पस आएर चाहिँ त्यहाँनिर साह्रो भोक लागेर खाना खाएको गएर घरमा खाएन छेमाले पकाउनु भयो छेमाले पनि खानु भयो आज पनि यता अमरुल लाग्छु अब यहाँदेखि निकै लाग्छ 1 घन्टा त बस्नै लाग्छ त्यहीँ फेरि अटो चल्छ त्यसले गर्दा यसो बाहिर निस्केको बेलामा छेमाहरूसँग हिँड्दाखेरि फेरि छेमाले खाँदैन म के हुन्छ खाइदिए पनि अब खाएर सिधै साढे 3 यो बस स्ट्यान्डमा जान्छु त्यहाँदेखि त्यहाँबाट साढे 3 जान्छु अब त न्यू मार्केट जाने बस यो न्यू मार्केट अरे न्यू बस स्ट्यान्ड जाने बस यहाँ सायद यही होला वान वे हो यहाँबाट पाउँछ होला बस स्ट्यान्ड पर्खिरहेको छु अब यही होला जस्तो लागिरहेछ अम्बुर रहेछ यो हाइवे 48 बेलोरको बस आयो जस्तो चाहिँ बेलोरको बस अरे बेलोर बस स्ट्यान्ड
या छोडाबाट अब चाहिँ हिँडेको बेलरको बस पायो मोटामोटी 3 बज्यो टक्कै 3 बज्यो अब हिँडेको यहाँ हाइवेको पेटै पेट अब परपर यहाँबाट घुमेर गएर माथि निस्केपछि टक्कै फेरि हाइवे भेट्दो रहेछ त्यही डङ्गेडङ हाइवे जाँदो रहेछ आज चाहिँ मेरो 9 दिन भयो बेलरको भ्रमण भोलि चाहिँ हामी घर फर्किने माथितिर चाहिँ पुरा पानी परिरहेको छ अरे तर यहाँ चाहिँ एकदमै घाम लागेर भइरहेको छ यहाँबाट टक्कै 1 घन्टाको बाटो 1 घन्टा लागेको न 1 घन्टा लागेको न बेलुरका भाइ हो यहाँ चाहिँ कतिले चाहिँ हिन्दी बोल्छ कतिले चाहिँ एउटा यहाँ चाहिँ त्यो भाइले भने भाइले चलाएको नाम सोधेर सर्च गरेर सब्सक्राइब पनि गरेको छ न्यू बस स्ट्यान्ड आइपुग्यो यस्तो दामी अब यहाँबाट चाहिँ ओल्ड क्याम्पस जाने अटो खोज्नु पर्यो एक्सक्युज मी ओल्ड क्याम्पस ₹100 माग्छु ओल्ड सिएमसी रुको अब यहाँबाट ₹100 ओल्ड सिएमसी जाँदैछु त्यहाँ फेरि पनि त्यहाँ आउनुहुन्छ अरे त्यही जाँदैछु गाडी भाडा बेसी अटोले बेसी मान्छ पैसा दिन्छ अलिकति हिँडेको ₹100 दिन्छ खासै नि कि कति टाढो छैन कि तर पनि दिएको न दिनै पऱ्यो घाम हिँड्नु सक्दैन ठिकै ओल्ड सिएमसी मेन गेट
आएको कि अहिले चाहिँ सबै 30 पाउँछ यो 4 पाउँछ अब छेमाहरू यहाँनिर मासु पाउने भनेको थियो 30 रुपियाँ एउटा हो 100 रुपियाँ 200 रुपियाँ 300 रुपियाँ 300 रुपियाँ मेरो अटो भाडा र बस भाडामै सक्यो अब चाहिँ म टिपु सुल्तान फर्ट जाँदैछु छेमालाई अलिक भिड आउनु भयो नि त तर त्यसरी जाँदैछु अस्ति यहाँदेखि टिपु सुल्तान फर्ट गएको 100 रुपियाँ दिएको थियो 150 रुपियाँ 140 कति लेख्यो 150 कति 150 दिएको थियो आज त म हिँडेर जाँदैछु कतिको टाढो चाहिँ रहेछ भनेर यहाँनिर यति साह्रो उयो गर्छ कि अनि यहाँबाट लेफ्ट हुँदैछ नेसनल हाइवेदेखि लेफ्ट हुँदैछ म्याप हेरेर जाँदैछु म्याप हेरेर जाँदैछु यहाँ अगाडि हाइवेदेखि चाहिँ लेफ्ट टर्न छेमाहरूसँग आएको भए फेरि हिँड्नु नसक्ने त्यसले गर्दाखेरि अटो नै रिजर्भ गर्नु पर्ने थियो तर अहिले म एक्लै आएको त्यसले गर्दा हुँदैन अस्ति आदि म्युजियमहरू त्यसरी डाँडाहरू त्यो घुम्नु पर्ने बेसी छोडेको छ मोटामोटी तिर अलिकति घुम्छु त्यहीँ सिधै आइहाल्छु यसो अनुभवको लागि भिडी हेरेको अब अटोमा त त्यस्तो ठाउँहरू अनुभव हुँदैन हो त्यस्तो जग्गाहरू छ कहाँ कहाँ हुन्छ अटोले त एकैछिनमा पुऱ्याउँछ अन्त एकैछिनमा पुऱ्याएको 100 रुपियाँ 150 रुपियाँ लिन्छ चित्तै बुझ्दैन अन्त तातो घाममा आफू हिँड्दा चाहिँ कतिको मजा आउँछ त कतिको टाढो हो कि होइन रहेछ त त्यसको लागि चाहिँ हिँडिदिएको जतिकै होस् यहाँ के छ यहाँबाट सिधै गयो Where are you from? I'm from Andhra. Andhra? Yeah. Andhra Pradesh त Andhra Pradeshबाट रहेछ ओके बाई बाई तर एकदम मजा रहेछ यो दृश्यहरू यो नजरहरू त हेर्नु पाउँथेन नि त आएको कारणले चाहिँ यो चाहिँ टिपु सुल्तान फर्ट टिपु सुल्तानको पुरानो सरसामग्री चाहिँ यहाँ राखेको छ अरे डाइनोसर एडल्ट 10 रुपियाँ चिल्ड्रेन 5 रुपियाँ फरेनरको 100 रुपियाँ फोटोग्राफीको 100 रुपियाँ भिडियोग्राफरको लागि 200 रुपियाँ यहाँसम्म यत्रो पसिना बगाएर आएको त्यत्रो पैसा जोगाएर आएको 200 रुपियाँ त जसो गर्दा पनि जाँदैन रहेछ थाहा भयो टिकट भिडियोको लागि यहाँनिर टिकट ल्याउने अन्त भिडियो नै गर्ने म किनभने यहाँनिर यहीसम्म आएपछि यही भिडियो गर्नुको लागि त म सर टिकट वीडियो फोटो भिडियो सर 200 रुपये ठीक है ओके सर टिकट सर टिकट दे रहा वही दे रहा वीडियो कैमरा 200 ओके ओके 200 रुपये वीडियो कैमरा को वीडियो भी ले लो वीडियो कैमरा जो भी करना कर लेना वीडियो रिकॉर्डिंग कर लेना ओके ओके वीडियो ले लो ये आपका 200 रुपये थ्याङ्क यू सर यस यो के भनौँ पेन्टिङ ग्यालेरी यो रहेछ भिडियोको लागि मैले 200 रुपियाँ दिइसकेको छु त्यसले गर्दाखेरि चाहिँ अब यहाँ हाई हतियार त देखेको छुइनँ खालि पेन्टिङ मात्रै देख्दैछु यो खालको पेन्टिङहरू रहेछ यहाँनिर यस्तो पेन्टिङको लागि दिएको मैले 200 रुपियाँ
क्राफ्ट भेराइटी क्राफ्ट हो स्टार फिस त्यो के हो बफर फिस स्क्विड्स बक्स फिस गिटार फिस यो रहेछ प्राउन इन फिस पाइप फिस tortoise botany सबभन्दा ठुलो हकी ब्याट यो के लेखेको कोड नम्बर छ AN209191 यो के कोड नम्बरहरू होला भनेको निकै पुरानो छ आपको फोटो ले सकते हैं फोटो ले सकते हैं मेरा हाँ हाँ वो हथियार नहीं है ना नहीं मैंने सोचा था वो भाला होगा नहीं नहीं हथियार वगैरह तो पुलिस में अंडर जमा कर दिया इसलिए मैं हथियार देखने के लिए आया था ना वो टीपू सुल्तान का वो नहीं वो पुलिस में अंडर कर दिया अरेस्ट ठीक कर है दिया थ्याङ्क यू सर ओके छैन रहेछ हतियार चाहिँ केही पनि 200 रुपियाँ गयो अब गएर त्यहाँ परबाट डाँडा हेर्छु लाग्छु सबै ढुङ्गाको ब्लक छोडेको छ सब ढुङ्गा ढुङ्गा लगाएर चाहिँ ढुङ्गाको वाल लगाएर चाहिँ ढुङ्गाकै काटेर जस्तो बनाएको छ बन्द भन्दैछ तर हामी यहाँबाट पैसा दिएर जाउँ भनेको अलिअलि 10 रुपियाँ मिलाएर भए पनि यहाँ बन्द भन्दैछ पैसा खतम हो गया खतम भयो जानु दिएन दुईपल्ट एटेम्प गर्दाखेरि पनि त्यो डाँडामा चाहिँ पुग्नु पाइनँ त्यो माथि डाँडामा पुग्ने सपना चाहिँ अधुरै रह्यो दुईपल्ट एटेम्प गर्दा पनि सकिनँ अब चाहिँ घर गएको पर बजार गएर छेमालाई पेला पनि किनिदिनु पर्ने छ त्यहाँ मेरो मैले किनेको जस्तो छेमाले पेला लानुहुन्छ अरे म गएको अब भिडियो एकदम मेरो फोनमा ब्याट्री कम्ती छ यसले म गएको यहाँ बहिनीहरू भिडियो हेर्दैछ हाई कहाँ छ यो बोराली फर्म बेल्लो बेल्लोका यस्तो हाइवेहरू क्रस गरेर जानुपर्छ नि त त्यसले गर्दा म्याप नखोली चाहिँ यहाँनिर पोसिबल छैन हिँडेर चाहिँ म्याप खोल्नै पर्छ हिँड्ने चाहिँ म मात्रै होला यहाँनिर बल्ल आइपुगेँ टिपू सुल्तान फर्कबाट ओल्ड सिएनसी पर ट्राफिकमा अलिकति कन्फ्युजनमा अब यहाँबाट चाहिँ छेमालाई मोटामोटी 6-15 भएछ ए 6-15 भयो अब यहाँबाट चाहिँ छेमालाई 3टा एक्सिडेन्ट बल पनि लगिदिनु पर्ने अरे गाडी यो तोता अब चाहिँ रुम आइपुग्नु आँट्यो आज चाहिँ बिहानदेखि हिँडेको म अमरुल गएँ त्यताबाट ओल्ड क्याम्पस त्यहाँदेखि त्यहीँबाट उता टिपू सुल्तान फर्स्ट त्यहीँ यता आएर मार्केट घुमेर सब पैदल अमरुल मात्रै बस्नु भएको सब पैदल गएर चाहिँ हत्तु भयो त्यहाँ उठेर घरमा भात खाएर गएको त्यहाँदेखि गएर आज कति के खाएछु भन्दाखेरि दिउँसो 50 रुपियाँको पानी 2-3 पल्ट किनेर टिन टान्नु पऱ्यो 120 रुपियाँको नरिवल
चिया त्यहाँदेखि लिएर अमरुलमा बिरयानी 2टा लेग पिस 60 रुपियाँको 80 रुपियाँको बिरयानीमा एउटा लेग पिस हुन्छ 3टा लेग पिस खाएँ। गेट चाहिँ यहाँ हो। घुँडा दुख्यो हत्तु भयो। आज म लास्ट डे हो। भोलि चाहिँ हामी घर जाँदैछौँ।